साथीहरू यो नजारा चाहिँ हेर्नलाई बहुतै राम्रो लाग्छ र म सधैँ नै यहाँ आइपुगिहाल्ने छु किनभने यहाँबाट हेर्दाखेरि नै कति राम्रो देखिन्छ यो तपाईँहरू देख्न सक्नुहुँदैछ साथीहरू। हेलो साथीहरू, गुड मर्निङ, राधे राधे। म प्रसाद मार्पा चाहिँ टनलिङ कन्स्ट्रक्सनको सर्किट अपरेटर र फेरि म तपाईँहरूको बिचमा यही भिडियो लिएर आइपुगेको छु र तपाईँहरू देख्न सक्नुहुँदैछ होला यो कन्स्ट्रक्सन लाइनको रेलवे कन्स्ट्रक्सनको यो प्रोजेक्ट हो र यहाँ तपाईँहरू देख्न सक्नुहुँदैछ यो सुरुङभित्र नै ट्रेन आउने गर्छ र अझै फिनिसिङ बाँकी छ र यो यता आएर फेरि यहाँ पनि ब्रिज भइरहेको छ र यो पहाडमा यो वादीमा देख्नु नै कति सुन्दर लागेको छ र यता चाहिँ यो हाम्रो पनि साइडमा पुरै गेन्ट्री भएर फिनिसिङ काम हुँदै गरेको छ र सधैँ म तपाईँहरूलाई भित्रबाट देखाउने गर्छु र यो त्यो भित्र चाहिँ कहाँ छ भन्दाखेरि यी देख्न सक्नुहुन्छ कि यत्रो पहाडभित्र हामी काम गर्ने गर्छौँ। मजा सानो सानो भिडियो भित्रको पनि हाल्ने गर्छु र हामी यहाँबाट एन्ट्री हुन्छौँ। यहाँबाट यो पोर्टल हो हाम्रो र यहाँबाट एन्ट्री भएर हामी कम 1 किलोमिटर 2 किलोमिटर भित्र गएर यो पहाडको भित्र गएर हामी काम गर्ने गर्छौँ र तपाईँहरू देख्न सक्नुहुँदैछ साथीहरू। र यसरी नै काम गरी बस्छौँ र यो काम रफ्तार तरिकाले भइरहेको छ र यहाँ ब्रिज पनि काम चलिरहेको छ र अचेल चाहिँ अलिक यो ब्रिजमा चाहिँ काम गर्ने लेबरहरू देखेको छैन र अर्को कम्पनीमा पनि यहाँ भित्र काम चलिरहेको छ र तर यो सुरुङ चाहिँ यो टनल चाहिँ ओपन भइसकेको छ है साथीहरू। र म यहाँबाट यो नजारा हेर्दा चाहिँ खुबै राम्रो लाग्छ र म यसै गरेर यहाँ आइपुगिहाल्छु। देख्न सक्नुहुँदैछ यहाँबाट एकदमै नजारा राम्रो देखिन्छ र त्यसै गरेर मैले सानो भिडियो लिएर आएँ तपाईँहरूको बिचमा। कस्तो लाग्दैछ गाइस? यदि राम्रो लाग्छ भने लाइक कमेन्ट गरिदिनु र आफ्नो साथीहरूसँग पनि सेयर गरेर पुर्याइदिनु होला। त्यति नै भन्छु। थ्याङ्क यू गाइस, बाई बाई।